आजको यात्रा भने बुटोलको चौराबाट बुटोल बजारको सेरोफेरो हेर्दै बुटोल बजारको नयाँ जानकारी दिँदै सिद्धार्थ हाइवे, तिनौ खोला, दोभान, चिरङ्गे हुँदै तानसेन पुग्ने बाटोको बारेमा विशेषतः सिद्ध बाबा टनेलको बारेमा जानकारी रहनेछ। अब लागौँ आजको यात्रातर्फ। मेरो च्यानलमा जोडिनु भएको छैन भने लाइक सब्सक्राइब बटन दबाई जोडिन सक्नुहुनेछ। अहिले भने म चाहिँ यो बुटोल बजारमा रहेको छु र सम्पूर्ण साथीहरूलाई नमस्कार। अनि फेरि पनि अब अर्को एक्सप्लोर नेपाल 1बाट स्वागत गर्न चाहन्छु। आज म तपाईँहरूलाई अर्को नयाँ भिडियो राख्दैछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब अनि सेयर गर्न पनि नभुल्नुहोला। अब अहिले चाहिँ म यो बुटोल बजारबाट यात्रा गरिरहेको छु सिद्ध बाबातर्फको बाटोमा। अब बुटोल बजारमा पनि अहिले यहाँनिर देखिरहनु भएको छ। अब यो पुरानो संरचना केही भत्काइएको छ यहाँनिर। अब त्यसको लागि पिलरहरू ठाउँ ठाउँमा राखिएको छ। अब यो प्लान चाहिँ के को लागि हो, दुई साइडमै राखिएको छ। व्यस्त छ यो बुटोल बजार। अब पहिलाको भन्दा धेरै नै सफा देखिन्छ। अब यहाँनिर बायाँपट्टि देखिरहनु भएको छ यो लुम्बिनी प्रादेशिक अस्पताल हो यो। अब यहाँ ठुलो अस्पताल अहिले बन्दै छ। यो पहिलाको पुरानो संरचना भत्काएर अहिले नयाँ बनाउँदै गरेको दृश्य हो यो। अहिले भने चाहिँ हामी अब यो तानसेन जाने बाटो, अब पोखरा पनि जान सकिन्छ। अब यो सिधा जाँदैछौँ हामी, सिद्ध बाबासम्म पुग्छौँ। हामी अहिले कहाँनिर आइपुग्यो यो? अहिले चाहिँ हामी यो लुम्बिनी केबल कारको नजिक आइपुग्न लाग्छौँ। बुटोल उपमहानगरपालिका 3 नम्बर वडा कार्यालय। ल यहाँबाट चाहिँ हामी दाहिनेपट्टि लाग्यो भने लुम्बिनी केबल कार जान सक्छौँ, यो दाहिनेपट्टिको बाटो। ल अब हामी सिधै अगाडि चाहिँ अब यो सिद्ध बाबा जाने बाटो, अथवा पाल्पा तानसेन पनि जान्छौँ हामी। ल बाटो सफा छ। अब पारि हामी देख्छौँ यो ग्लोमरको फुलहरू पनि फुल्दाखेरि यो बाटो झन् शोभायमान भएको छ। बुटोल उपमहानगरपालिका भ्रमण गर्नुको धन्यवाद। यहाँसम्म सिमाना पर्ने रहेछ। अब सिद्ध बाबा धाम बुटोल 3। ल यो चाहिँ यहाँ चाहिँ सिद्ध बाबाको धाम छ यहाँनिर। अब तीनौं गाउँपालिका सुरु भयो। अब तीनौं गाउँपालिकाको प्रवेशद्वार गेट। ल अब हामी अगाडि बढ्छौँ। पहाडको यो अलि यो चट्टानी पहाड अनि विकट क्षेत्र पनि हो यो। पाल्पासम्म जानलाई जोखिमयुक्त बाटो। चट्टान बढी चाहिँ पत्रे चट्टानको चाहिँ पहाड हामी देख्छौँ। बाटो पनि साँघुरो छ यहाँनिर, भौगोलिक बनावटै यस्तै छ। त्यसो हुनाले पनि यहाँनिर अब टनेलको विकल्प भन्दा अर्को नभएर यहाँ टनेल, सिद्ध बाबा टनेल पनि बनिरहेछ। आज म तपाईँलाई टनेलको पनि भिडियो राख्छु।
तपाईँहरूलाई। हामी चाहिँ अब अगाडि बढ्छौँ अलिकति। यस्तो छ बाटोहरू, साँघुरो छ, यो सबै ढलाने पिच हो। किनभने यहाँ बर्खामा पुरै पानी बग्छ, त्यसो हुनाले पनि यहाँ कालोपत्री सम्भव छैन। यो बाटोमा सबै ढलाने पिच छ। बाटो साँघुरो भएको हुनाले पनि यस्तो छ, यहाँनिर साइड लाएर चाहिँ यहाँ रोकिनुपर्ने अवस्था हो। यस्तो साँघुरो छ, यहाँ काम पनि भइरहेछ। अब यस्तो छ, यहाँनिर चाहिँ आज सिद्ध बाबामा पूजा गर्न आउने पनि अब धेरै नै देखिन्छ। यो ठ्याक्कै पहाडको ठ्याक्कै फेदीमा चाहिँ यसरी सिद्ध बाबा मन्दिर दर्शन गर्नको लागि अब यहाँ बनाइएको छ। साँघुरो बाटोको बिचमा छ। यहाँ सिद्ध बाबाको पूजा गर्न आएपछि मागेको कुरा पुग्छ भन्ने पनि छ, सिद्ध हुन्छ भन्ने छ। अब यहाँ देखिएको चाहिँ यो सिद्ध बाबा टनेल देख्न सक्नुहुन्छ। अब इन्ट्रान्स गेट त्यहाँनिर चाहिँ इन्ट्रान्स प्रवेश भयो। त्यहाँबाट यो केही परबाट निक्लन्छ। यसको ब्रेक थ्रु पनि भइसकेको गत वर्ष। यहाँबाट यसरी बाटो निकाल्न आएको छ, ढलानको तलैबाट गरेर। यो साँघुरो ठाउँमा यो अगाडि देखिएको छ। अब यो तलैबाट चाहिँ पुरै फाउन्डेसन गरेर यो बाटो यति साँघुरोमा अब यसरी ढलान हुँदैछ। त्यो किसिमको चाहिँ सडकको चाहिँ स्प्यान अब यसको चौडा बढाइएको छ। भैराबाट पोखरा जाने बस। यसरी भित्र काम भइरहेछ यो सिद्ध बाबा टनेलभित्र। गर्नु पर्यो, अब के पनि ल्याइएन। सिद्ध बाबा भनेर भनिन्छ। यस्तो साँघुरो छ बाटो, एकदमै ढलाने पिच। यहाँको भूगोल नै यस्तो किसिमको छ। बर्खामा त अझै एकदमै जोखिमयुक्त अब यात्रा गर्नुपर्ने हुन्छ यो बाटोमा। यहाँ टनेलको अर्कोपट्टिको चाहिँ यो भाग पनि छ। यहाँ ठाउँ ठाउँमा निकालिएको छ टनेलको। यस्तो बाटोमा हामीले यात्रा गर्नुपर्ने हुन्छ। यो पाल्पा जाने बाटो सिद्ध बाबा सुरुङ हुँदै यो सिद्ध बाबा टनेलको अर्कोपट्टिको भाग।
बाटो यस्तो साँघुरो छ यहाँनिर। यो कन्स्ट्रक्सन एरिया भएको हुनाले पनि जोखिम छ। यहाँबाट अब हामी अझै अगाडि बढ्छौँ। त्यो साँघुरो छ बाटो। यस्तो डेन्जर छ बाटो। अब यो दिउँसोमा यस्तो छ, रातिमा सवारी गर्दा त साँच्चै डेन्जरै छ बाटो। यसरी तलबाट ढलान गरेर यसरी बाटो बढाइएको छ। साँच्चै नै एकदमै साँघुरो छ यो बाटो। धमाधम काम भइरहेछ यो एक्जिट पोइन्टमा। यहाँनिर स्काफोल्डिङ गरेर यहाँ काम गरिरहेछ। यहाँनिर बाइपास सुरुङ हो। यो ठ्याक्कै मुख्य सुरुङसँग जोडिएको छ यो बाइपास। यतापट्टि आकस्मिक समयको लागि बाइपास बनाइएको सुरुङ। अर्को बाइपास सुरुङ अब यहीँ नजिकै तपाईँलाई देखाउँछु। यहाँ पनि छ बाइपास नम्बर 2 भनेको छ। अब यो पनि बाइपास हो, इमर्जेन्सीमा काम लाग्ने सुरुङ। अलि सानो आकारको छ। दर्शकबिन, तपाईँलाई आजको भिडियो सामग्री कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। मन पऱ्यो भने लाइक, कमेन्ट, सब्सक्राइब अनि सेयर गर्न पनि नभुल्नुहोला। तपाईँलाई यस्तै नयाँ भिडियो सामग्री अर्को एपिसोडमा राख्नेछु। तबसम्मलाई बिदा माग्न चाहन्छु र मेरो च्यानलमा जोडिँदै गर्नुहोला।